असाध्यै मण्डलीले असाध्यै माया गर्नुहुने सहायता गर्नुहुने इन्क्युबाट आउनुभएको ताराप्रसाद गोपूजा दाई लगायत सम्पूर्ण प्रभुका विश्वासी जनहरूमा जय मसी जय मसी। हुन्छ अब हामी संगति सुरु गर्नेछौँ। संगति सुरु गर्नुभन्दा पहिला हामी समर्पणको प्रार्थना गर्नेछौँ। हुन्छ सबैजनाले आँखा बन्द गर्नुहोला। हामी परमेश्वरसँग प्रार्थना गर्नेछौँ। हुन्छ स्वर्गमा विराजमान हुनुहुने हाम्रो महान परमेश्वर पिता, हामी तपाईँलाई धेरै धन्यवाद चढाउँदछौँ किनकि तपाईँ महान हुनुहुन्छ, पवित्र हुनुहुन्छ र असल परमेश्वर हुनुहुन्छ। अनि आजको यो सुन्दर दिन हामीलाई दिनुभयो प्रभु। आज कति धनाढ्य मानिसहरूले आजको दिन देख्न पाइरहेको छैन अनि कति सुन्दर मानिसहरूले आजको दिन देख्न पाइरहेको छैन, तर तपाईँ परमेश्वरले हामीलाई यो असल दिन दिनुभएको लागि धन्यवाद प्रभु। अनि प्रभु आजको यस विश्राम दिनमा हामी तपाईँसँगको सङ्गति गर्नेछौँ, तपाईँको महिमा गर्नेछौँ, तपाईँको प्रशंसा गर्नेछौँ। प्रभु सबै कुरामा हामीलाई सहायता गर्नुहोस्। सञ्चालन गर्ने म आफैलाई, वर्शिप गर्ने तपाईँको छोराछोरीहरूलाई अनि वचन बोल्ने तपाईँको छोरालाई लगायत सम्पूर्ण तपाईँको जनहरूलाई सुरक्षा गर्नुहोस्। यो सङ्गतिको समयमा आउने दुष्ट शैतानको बाधा सापबाट छुटकारा गर्नुहोस्, निन्द्रापन अल्छीपनबाट छुटकारा गर्नुहोस् र जतिजना बाटोघाटोमा आउँदै हुनुहुन्छ उहाँहरूलाई सहायता गर्नुहोस् र जतिजना आज बिरामी भएर यो सङ्गतिमा आउनु पाउनु भएको छैन आउँदो दिन हप्ता प्रभु निको पारेर सङ्गतिमा आउनलाई तपाईँले सहायता गर्नुहोस्। अनि जतिजना प्रभु आफ्नो मन टाढा गरेर प्रभुदेखि टाढा हुन खोज्दै हुनुहुन्छ उहाँहरूलाई पनि आउँदो दिनहरूमा फेरि तपाईँको नजिकतामा ल्याउनुहोस् र तपाईँको महिमा गर्नलाई सहायता गर्नुहोस्। बिन्ती प्रार्थना गर्दछु र आजको सङ्गतिमा हामी जे गर्नेछौँ ती सबै कुराले तपाईँको महिमा हुनेछ, प्रशंसा हुनेछ भन्ने हामी विश्वास गर्दछौँ र सबै कुरालाई तपाईँको हातमा राख्दै आशिष अनुग्रह माग्छु येशू प्रभुको नाममा। आमेन।